नमस्ते साथीहरू, नेपाली कथा 3M मा तपाईलाई स्वागत छ। मेरी काकी धेरै सुन्दर र जवान थिइन्। उनी घरमा एक्लै बस्थिन् र उनको एक्लोपन हटाउन मलाई बोलाउनुहुन्थ्यो। म खुसी साथ उनको घर जान्थे र उनीसँग केही सुन्दर क्षणहरू बिताउने गर्थे। एक दिन मेरी काकीले मलाई उनको घरमा निम्तो दिनुभयो। म पनि खुसी साथ उनको घर गएँ। म आइपुग्दा उनी नुहाइसकेपछि बाथरुमबाट बाहिर निस्कदै थिइन्। मैले उनलाई देख्ने बित्तिकै म छक्क परे। मेरी काकीले मलाई उनको घर देखाउनु भयो। मेरी काकी यति सुन्दर थिइन् कि उनी विवाहित महिला जस्तो देखिँदैन थिइन्। त्यति बेला म मेरो मामाको घरमा बस्न आएको थिएँ, किनभने मेरा आमा बाबु दुवै विदेश जाँदै थिए। सुरुमा जब मेरो कान्छो काका मेरो बुबालाई बधाई दिन आउनुभयो, उहाँले मेरो बुबालाई सोनुलाई उनीहरूको घरमा छोड्न भन्नुभयो। मेरो बुबाले सोनुलाई रोक्न खोजे र भने कि सोनु अब ठुलो भइसकेको छ र आफ्नो हेरचाह गर्न सक्छ, तर उहाँले अस्वीकार गर्नुभयो। उहाँले मेरो बुबालाई मनाउनु भयो र मेरो इच्छा पूरा भयो। मसँग पुरानो घरको साँचो थियो जुन खाली थियो र मैले यसलाई मेरो फाइदाको लागि प्रयोग गरेँ। मेरी काकी सरिता मेरो मामासँग विवाहित थिइन्। यो 8 वर्ष पहिले भएको थियो। म त्यति बेला 15 वर्षको थिएँ, तर मलाई मेरी काकीलाई हेर्न मन पर्थ्यो, किनभने उहाँ सुन्दर मात्र हुनुहुन्थ्यो तर नरम बोली र पूर्ण शरीर पनि हुनुहुन्थ्यो। मेरो काका र काकीलाई मिसाइल जोडी मानिन्थ्यो, तर तिनीहरू अझै पनि निसन्तान थिए। उहाँहरू दुवैले यसलाई आफ्नो भाग्य ठान्थे र धैर्यवान थिए। मेरी काकी र काकी धेरै माया गर्थे र मैले अनुमान लगाएँ कि मेरो काकाले उहाँसँग धेरै राति बिताएको हुनुपर्छ। विवाहपछि मेरी काकीको शरीर धेरै आकर्षक भइसकेको थियो। उहाँ पहिले नै सुन्दर हुनुहुन्थ्यो, तर अब मलाई उहाँको शरीरको हरेक भाग मतिर झुकेको महसुस भयो। त्यस समयमा जब मेरी काकी घर सफा गर्दै थिइन् र म टिभी हेर्दै थिएँ, मेरी काकीले मलाई सोधिन्, "सोनु छोरा, के तिमी आज कलेज जाँदैनौ?" उहाँले मलाई छोरा भनेर बोलाउनु भएकोमा मलाई नराम्रो लाग्यो र भनिन्, "होइन काकी, सेमेस्टर सकियो, त्यसैले हाम्रो 1.5 महिनाको बिदा छ।" मेरी काकीले टाउको हल्लाइन् र निहुरिएर कपडाले टेबल पुछ्न थालिन्। तर यो सबै देखेर म के गर्ने र के नगर्ने भनेर बुझ्न सकिनँ। म काकीको घर आएको 2 दिन बितिसकेको थियो। त्यो रात खाना खाने टेबलमा मेरो काकाले मेरी काकीलाई भन्नुभयो कि उहाँ 25 दिनको लागि गुजरात जानुपर्छ। यदि उहाँ लामो समयको लागि जानुपर्ने भए उहाँले मेरी काकीलाई सँगै लैजानुहुन्थ्यो, तर यसपटक म काकीको घरमा भएकोले उहाँले एक्लै जानु नै राम्रो ठान्नुभयो। मैले मेरी काकीको दिनचर्या र बानीहरू राम्ररी अध्ययन गरेको थिएँ। मैले याद गरेँ कि उहाँले धेरै चिया पिउनुभयो र त्यसमा धेरै दुध थप्नुभयो, जबकि मलाई प्याकेज गरिएको दुध पिउने बानी थियो। भोलिपल्ट हामी साथीहरू मजाक गरिरहेका थियौँ र मैले भनेको बकवास धेरै अश्लील थियो। मेरी काकी मेरो कुरा सुनेर धेरै छक्क परिन्। त्यसपछि उहाँले मलाई आफ्नो उपस्थितिको बारेमा जानकारी गराउन बोलाउनु भयो। सङ्गीतको कारणले मैले उनलाई सुन्ने प्रयास गरेँ। म केही सुन्न सकिनँ। उनी धेरै बेरसम्म मेरो फोहोरी कुरा सुनिरहेकी थिइन् र त्यसपछि उठेर आफ्नो कोठामा गइन्। साँझ म मेरा साथीहरूसँग बाहिर जाँदै थिएँ। म उनलाई भन्न मेरी काकीको कोठामा गएँ। त्यति बेला मेरो दिमागमा खास केही थिएन। त्यसपछि म फर्केर ओछ्यानमा पल्टिएँ। केही बेरपछि मैले भने, "म चिया पिउन चाहन्छु।" मेरी काकी मुस्कुराउँदै भनिन्, "किन नहोस् मेरो बच्चा, म 2 मिनेटमा फ्रेस भएर बनाउँछु।" उनी उठेर बाथरुमतिर गइन्। म आएर ग्यालरीमा बसेँ र अगाडि लन र फुलहरू हेर्न थालेँ। मलाई एउटा फुल मन पर्यो। म नजिक गएँ र त्यसलाई हेरेँ र त्यसपछि त्यसलाई टिपेँ। मेरी काकीले मलाई बोलाइरहेकी थिइन्। मैले जवाफ दिएँ, "म बाहिर छु।" त्यसपछि उनी हातमा ट्रे लिएर बाहिर आइन्, जसमा 2 कप चिया थियो। उनले मलाई एउटा कप दिइन् र अर्को टेबलमा राखिन्। मैले उनको हातमा भएको फुल मेरी काकीलाई दिएँ। मुस्कुराउँदै उनले मेरो हातबाट फुल लिइन् र भनिन्, "धन्यवाद मेरो बच्चा।" मेरा सबै इच्छाहरू चकनाचुर भइसकेका थिए। मैले मेरी काकीलाई हेर्दै भने, "आन्टी, तपाईँलाई बोर लाग्दैन? तपाईँ दिनभरि घरमै बस्नुहुन्छ। मलाई बोर लाग्छ। यो सकियो, कतै बाहिर जाउँ।" मेरी काकीले भनिन्, "होइन सोनु, म तिमीले आमा र काकासँग जताततै जान्छु, तर म उनीहरू बिना कहिल्यै कतै जाँदिनँ।" म चुपलाप बसेर चिया पिएँ। खाना खाएपछि मैले एउटा फिल्म लगाएँ र हेर्न बसेँ। मेरी काकी आएर मेरो छेउमा बसिन् र हेर्न थालिन्। जब मेरी काकीले देखिन् कि यो त्यही बकवास हो जुन म त्यो दिउँसो खेल्दा गरिरहेको थिएँ, उनले भनिन्, "त्यसो भए तिमीले यो सबै अपशब्द र बकवास यहाँबाट सिक्यौ?" उनले भनिन्, "छोरा, यो धेरै फोहोरी छ। तिमी धेरै फोहोरी भाषा प्रयोग गर्छौ।" म लाजमा फुटेँ।
मेरी काकीले फेरि भनिन्, म तिम्रो बुबासँग कुरा गर्छु कि तिमी माथि नजर राख, तिमी हातबाट बाहिर गइरहेका छौ। मैले माथि हेरेर भने, मैले गल्ती गरेँ काकी, कृपया मलाई माफ गर्नुहोस्। तर म के गर्न सक्छु? सबै केटाहरू यस्तै फिल्म हेर्छन्, मैले जवाफ दिनुपर्छ, त्यसैले मेरो मुखबाट यस्ता कुराहरू निस्कन्छन्। यो सुनेर काकी हाँस्न थालिन् र भनिन्, चिन्ता नगर, म कसैलाई भन्दिनँ। मलाई थाहा छ तिमी केटाहरू यसरी बोल्छौ। ठिक छ, अर्को फिल्म लगाऊ। यो के हो? त्यसपछि मात्र मैले राहतको सास फेरेँ र मैले मेरी काकीलाई सोधेँ कि म कुन फिल्म खेल्छु। उनले भनिन् कि नेपाली फिल्म लगाऊ। मैले काकी फिल्म हेरिरहेकी थिएँ र म उनलाई लुकेर हेरिरहेको थिएँ। मेरी काकीले आफ्नो एउटा खुट्टा उठाएर अर्को खुट्टामा राखिन् र आरामसँग सोफाको पछाडि हात र हातमा झुकेर बसिन्। त्यसपछि मैले पनि मेरो एउटा खुट्टा उठाएर अर्को खुट्टामा राखिन्। मलाई लाग्यो कि मेरी काकीले मेरो यो कार्य याद गर्नुभएको छ र उनको अनुहारमा हल्का मुस्कान आयो। म पनि मेरी काकी जस्तै अर्को कुनामा बसिरहेको थिएँ। त्यसपछि मेरी काकीले मुस्कुराउँदै आफ्नो स्थिति सच्याइन् र मैले पनि उनलाई हेरेँ र आफूलाई समायोजन गरेपछि बस्नु। यो उत्तम तरिका थियो। मैले बुझेँ। मेरी काकी हाँस्न थालिन् र भनिन्, सोनु, तिमी मेरो नक्कल गर्दैछौ? मैले उनलाई हेरेर टाउको हल्लाएँ। उनी अलि रिसाइन् र भनिन्, तिमी मलाई किन जिस्क्याइरहेका छौ? मैले मुस्कुराउँदै भने, मलाई तिमीलाई जिस्क्याउन मनपर्छ। उनले भनिन्, किन? मैले तुरुन्तै सोधेँ। कसैले गाली गरेको वा लात हानेको धेरै समय भइसक्यो। यसबाहेक तिमीलाई धेरै बोर लागेको छ। मेरो कुरा सुनेर उनको निधार खुस्कियो। उनले भनिन्, समीर, के म साँच्चै बोर भएको छु? मैले जवाफ दिएँ, मलाई थाहा छैन, एक्लै बस्दा के हुन्छ। मेरी काकी मुस्कुराउँदै भनिन्, यदि तिमीलाई पिटाई चाहियो भने म तिमीलाई दिन्छु। उनले सोचेकी थिइन् कि म कुनै निर्दोष शरारती बच्चा हुँ र यो मेरो फाइदाको लागि थियो। सायद यस्ता बकवासको बारेमा कुरा गर्दा मेरी काकी मेरो धेरै नजिक भइन्। राति 12 बजे मेरो काकाले उनलाई आफ्नो मोबाइलमा फोन गरे। उनी उठेर आफ्नो कोठामा गइन्। मैले केही बेर फिल्म हेरेँ, टिभी बन्द गरेँ र आफ्नो कोठातिर हिँड्न थालेँ। त्यति बेला मेरी काकीको कोठाबाट आवाज आयो, साथी, म तिमीलाई धेरै सम्झन्छु। तिमीलाई थाहा छैन यी दिनहरू कसरी बित्नेछन्। मलाई थाहा छैन अर्को तर्फबाट के भनियो, तर मेरी काकीले भनेको कुरा यो मेरो लागि अचम्म भन्दा कम थिएन। म बिहान सबेरै उठेँ, फ्रेस भएर भान्सातिर लागेँ। भान्सामा कोही पनि थिएनन्। म काकीको कोठामा गएँ र ढोका बन्द भएको देखेँ, अर्थात् उनी सुतिरहेकी थिइन्। म भान्सामा गएँ र चिया बनाएँ। केही स्लाइसहरू तताएर टेबलमा ब्रेकफास्ट खान बसेँ। म ब्रेकफास्ट खाइरहेको थिएँ, मेरी काकीको कोठाको ढोका खोलियो। उनी बाहिर निस्किन्। मलाई देखेर अलि लज्जित भइन्। उनले भनिन्, म हिजो राति निदाएकी थिइनँ, म धेरै ढिलो सुतेँ, त्यसैले आज बिहान चाँडै उठ्न सकिनँ। मैले मुस्कुराउँदै भने, ठिक छ, तिमी ब्रेकफास्ट गर्न चाहन्छौ? उनले भनिन्, के भयो, तिमी ब्रेकफास्ट गर। मैले भने, आउनुहोस्, फ्रेस भएर म नास्ता बनाउँछु अनि हामी कुरा गरौँला। मेरी काकीले टाउको हल्लाइन् र मुस्कुराउँदै आफ्नो कोठामा फर्किइन्। मैले सोधेँ, आन्टी, तपाईँलाई नास्तामा के मनपर्छ? मेरी काकीले भनिन्, तपाईँले जे बनाउनुहुन्छ म खुसी साथ खानेछु। मैले फेरि टाउको हल्लाएँ, जस्तो तपाईँको इच्छा, र भान्सा कोठातिर फर्किएँ। नास्ता बनाएपछि म भान्सामा फर्किएँ र काकीलाई बोलाएँ। काकी हलमा आइन् र कुर्सीमा बसिन्। मैले भने, आन्टी, तपाईँको नास्ता तयार छ, र उनको अगाडि ट्रे राखिन्। काकीले मलाई हेरिन्। काकी मुस्कुराइरहेकी थिइन्। उनले मेरो टाउकोमा हात हाले र मेरो कपाल बिगारे। मैले काकीको हात मेरो टाउकोमा राखेर भने, काकी, तपाईँले मेरो कपाल बिगार्नुभयो। काकीले मायाले मेरो गालामा हल्का थप्पड हानेर भनिन् कि केही बिग्रिएको छैन, आराम गर्नुस्, बसेर नास्ता गर। मामीले नास्ता गरिन् र भनिन्, समीर, धेरै धेरै धन्यवाद। हामी दुवै सच्चा साथी बनौँ। आज धेरै समयपछि म यसरी हाँसेको छु र यति राम्रो नास्ता खाएँ। मैले अनुहार बनाएर भने, त्यसो भए के भए मामी, के म तिम्रो साथी होइन? मामीले मेरो गाला चिमोट्दै भनिन्, हामी साथी हौँ तर कच्चा, आज सच्चा साथी बनौँ। मैले गाला रगड्दै भने, साथी, यो तिमी आन्टीहरूको धेरै नराम्रो बानी छ, यसले तिम्रो गाला रातो बनाउँछ। मामी मुस्कुराउन थालिन् र आफ्ना दुवै हात मेरो कानतिर फैलाइन्। त्यसैले म दौडन थालेँ। मामी हाँस्न थालिन् र मेरो पछि दौडिन् र भनिन्, पर्ख, म तिमीलाई हिर्काउँछु। म रोकिएँ र मेरो हात मेरो कम्मरमा राखेर सास फेरेँ र भने, ठिक छ। त्यसपछि उनी मेरो अगाडिको कुर्सीमा बसिन्। म उनको छेउमा गएर सोधेँ, के भयो मामी? तुरुन्तै उनी उभिन् र मेरा दुवै कान चिमोटेर हाँस्न थालिन्।
मैले रुँदै अनुहार बनाएर भने, म तिमीबाट कुनै मायाको आशा गर्न सक्दिन। तिमी धेरै दयालु छौ। मामीले मलाई हाँस्दै हेरिन् र मलाई चुम्बन गर्न थालिन्, जहाँ उनले मलाई चिमोटेकी थिइन् र भनिन्, माफ गर्नुस् साथी। उनी अलग भइन् र भनिन्, ठिक छ, म परिवर्तन गर्छु र त्यसपछि मलाई बजारबाट सामान ल्याउनु पर्छ। म ल्याउँछु। मैले भने, ठिक छ, म पनि परिवर्तन गर्छु। सायद कुनै केटी मेरो ट्र्यापमा पर्नेछ र म पनि केही रमाइलो गर्नेछु। आन्टीले मुस्कुराउँदै मेरो कम्मरमा थप्पड हानेर भनिन्, समीर, केही लाज राख। मैले अचम्म मानेर सोधेँ, केसँग आन्टी? आन्टीले भनिन्, तिम्रो सबै जङ्गली चालबाजी सहित। मैले भने, साथी, जीवनमा केही रमाइलो हुनुपर्छ, नत्र तिमीले मलाई जीवनभर बेकार छोड्नेछौ। आन्टीले भनिन्, म जान्नै चाहन्दिनँ। सुरुमा मैले भनेको कुरा बुझिनन्, तर जब उनले बुझिन्, उनले आफ्नो जुत्ता फुकालिन् र भनिन्, समीर, केही लाज राख। म हाँसेँ र आफ्नो कोठामा गएँ। केही समयपछि म क्यामेराबाट बाहिर आएँ र सोफामा बसेर टिभी हेर्न थालेँ। केही समयपछि आन्टी पनि बाहिर निस्किन्। जब उनी बाहिर निस्किन्, मेरो सास रोकियो। सेतो शर्ट र जिन्समा आन्टीलाई हेर्दै मैले भने, म्याडमको नियत के हो? आन्टीले पहिले आफैलाई हेरे, त्यसपछि मलाई हेर्दै अचम्म मान्दै भने, किन, के भयो? मैले आफ्नो हात मुटुमा राखेर भने, म्याडम, तपाईँ के गर्दै हुनुहुन्छ? सहरमा हजारौँ पागल मानिसहरू हुनुपर्छ, तर यति बिहान पसल कसले खोल्छ? आन्टीले आफ्नो गल्ती महसुस गरिन् र भनिन् कि तपाईँ सही हुनुहुन्छ। मैले भने, म्याडम, तपाईँ बाहिर निस्कदा मानिसहरूले तपाईँलाई मात्र हेरिरहेका हुनुपर्छ। आन्टीले मुस्कुराउँदै भनिन्, सोनु, केही लाज छ, म तपाईँको आन्टी हुँ। मैले पनि टाउको निहुराएँ र भने, ठिक छ आन्टी। त्यसपछि उनी हाँस्न थालिन् र मेरो छेउमा बसेर भनिन् कि तपाईँ फ्लर्ट गर्न छोड्नुहुन्न। मैले उनलाई हेरेर भने कि कुन अभागी व्यक्ति तपाईँसँग फ्लर्ट गर्न चाहन्छ। आन्टीले मुस्कुराउँदै भनिन्, माफ गर्नुहोस् साथी। केही समयको लागि एकछिनको मौनतापछि मेरी काकी मेरो नजिक आइन् र भनिन्, साँच्चै तिम्रो प्रेमिका छैन? मैले उनलाई हेर्दै भने, मैले तिमी जस्तो कोही भेटेको छैन, नत्र म उनलाई मेरो जीवनसाथी बनाउने थिइनँ। मेरी प्रेमिका त परै जाओस्। बुवालाई मनाउनु परे पनि मेरी काकी मुस्कुराउँदै भनिन्, मलाई तिमी मन पर्छ। मैले भने, धेरै काकी। त्यसपछि प्रेमी जस्तै उनले अलिकति टाउको निहुराएर भनिन्, तिमी रोकिने छैनौ। मेरी काकीले भनिन्, समीर, दुध ल्याऊ, सकियो। मैले टाउको हल्लाएँ र बजारतिर लागेँ। म फर्किएँ, दुधको भाँडो फ्रिजरमा राखेँ र उनलाई भन्न उनको कोठामा गएँ। तर मेरो अगाडिको दृश्यले मलाई पागल बनाउन पर्याप्त थियो। मेरी काकी सायद भर्खरै नुहाएर बाहिर निस्केकी थिइन् र यो क्षणले मलाई तहस नहस पारिरहेको थियो। म यस्तो अवस्थामा थिएँ कि मलाई लगभग सास फेर्न गाह्रो भइरहेको थियो। म फर्कन लागेको बेला मेरी काकीले बोलाइन्, के तिमीले दुध ल्यायौ? म बोल्न पनि सकिनँ। मैले टाउको हल्लाएँ अनि मेरी काकी बिस्तारै मेरोतिर आइन्। मेरो अनुहार मुनि हात राखेर सोधिन्, के भयो समीर? मैले आफ्नो अनुहार उठाएँ, उनको आँखामा हेरेँ र भने, केही छैन काकी। काकीले मेरो आँखामा हेरेर भने, समीर, मलाई साँचो भन कि म तिम्रो अगाडि यसरी आउनु राम्रो हो? मैले टाउको हल्लाएँ र फेरि टाउको निहुराएँ र भने, यदि तिमीलाई लाग्छ कि म तिमीप्रति आकर्षित हुँदैछु भने तिमी गलत छौ काकी। काकी, तिम्रो शरीर तिम्रो प्रेम व्यक्त गर्ने माध्यम हो, तर यो सबै ठिक छैन। काकीले गहिरो सास फेरे र मलाई पागल जस्तै हेर्नुभयो। मैले फेरि टाउको उठाएर भने, तर म पनि चाहन्न कि तिमीले मलाई केही समयको लागि स्वीकार गर र त्यसपछि मेरो बाँकी जीवनभर तिम्रो दृष्टिबाट वञ्चित गर। यो मामीको लागि ठुलो निर्णय थियो। त्यसपछि उनी ओछ्यानको एक छेउमा बसिन् र भनिन्, मेरो नजिक आऊ र यहाँ बस। म आरामसँग हिँडेर उनको छेउमा बसेँ। उनले मेरो हात समातिन् र अर्को हातमा राखिन् र भनिन्, समीर, जे पाउँछ त्यसको लागि आभारी हुनुपर्छ। त्यति बेला मामीको मनमा युद्धभूमिबाट भाग्ने विचार चलिरहेको थियो। म शान्तपूर्वक कोठामा फर्किएँ। त्यसपछि मैले मामी भित्र रोइरहेको महसुस गरेँ। उनको रुवाई बाहिर आइरहेको थियो। म ढोकामा गएर भने, तिमी ठिक छौ? भित्रबाट कुनै प्रतिक्रिया आएन। रुवाई बन्द भयो। मैले मामीलाई फेरि सोधेँ, के भयो, किन रुँदैछौ? भित्रबाट आवाज आयो, समीर, म केही समय एक्लै बस्न चाहन्छु, कृपया आफ्नो कोठामा जानुहोस्। मैले भने, ठिक छ, तिमी ठिक छौ? मामीले भनिन्, म ठिक छु। अब के गर्ने भनेर मलाई केही थाहा भएन। म छिटै फर्किएँ। केही समयपछि मामी पनि फर्किइन्। फ्रेस भएर बाहिर निस्किन् र मसँग माफी माग्न थालिन्। त्यस दिनदेखि मैले मेरी काकीको अतिरिक्त हेरचाह गर्न थालेँ, किनभने उनी अत्यधिक एकलताको शिकार भइसकेकी थिइन् र मलाई माया गर्न थालिसकेकी थिइन्। मैले काकालाई फोन गरेर फिर्ता मागेँ। मेरी काकी एक जवान र सुन्दर महिला थिइन्, त्यसैले उनी आफ्नो एकलता अन्त्य गर्न आतुर थिइन्। तर धन्यवाद, हामीबीच त्यस्तो सम्बन्ध विकास भएन।
मैले केही दिन मेरी काकीको घरमा बिताएँ र त्यसपछि मेरा आमाबाबु घर फर्किए र म आफ्नो घर फर्किएँ। मैले चिनेको सबैले भन्छन् कहिले पनि कसैको सहयोग बिना आफ्नो बहिनी वा श्रीमतीलाई घरमा एक्लै नछोड्नुहोस्, किनभने शैतानले कुनै पनि समयमा कुनै पनि व्यक्तिलाई फसाउन सक्छ र शैतानको प्रभावमा परेर व्यक्तिले यो गल्ती गर्छ। त्यसैले यसो गर्नु अघि 1000 पटक सोच्नुहोस्, किनभने तपाईको घर ध्वस्त हुन सक्छ। पुरुषहरूलाई अनुरोध गरिन्छ कि आफ्नी बहिनी वा श्रीमतीलाई कसैको हेरचाहमा नछोड्नुहोस्। त्यसैले साथीहरू, यदि तपाईलाई यो कथा मन पर्यो भने भिडियोलाई लाइक गर्नुहोस्, च्यानललाई सब्स्क्राइब गर्नुहोस् र सबै साथीहरू कथा कस्तो लाग्यो कमेन्ट गरेर अवश्य बताउनुहोला। ल, फेरि भेटौँला अर्को भिडियोमा। त्यतिबेलासम्म धन्यवाद।